तिमीहरूलाई कसले भोट दिन्छ? योपालि तपाईँलाई दिने हो। तपाईँले त किसानको मर्म बुझ्नुहुन्छ होला नि। मुख्य समस्या पत्ता लाग्ने त्यही त। नमस्कार बुवा, नमस्कार। र यसपालि अब चुनावमा उठेको छु, तपाईँहरूले अब माया गरिराख्नु भएकै छ। सर यदि हजुरले यो चुनाव जित्नुभयो भने हजुरको पहिलो योजना के हुनेछ? अब हाम्रो देश नबनेको चाहिने यो भ्रष्टाचारले गर्दाखेरि हो। सबभन्दा पहिला त भ्रष्टाचारीहरूलाई कारवाही गरेर अनि हाम्रो काम चाहिँ सुरु गर्छौँ हामीले है। त्यही नै। बारेमा प्रश्न दिन मिल्छ? इन्द्र भाइ, तपाईँ ढुक्क हुनुहोस्। यसपालि तपाईँलाई नै हो, तर यो कुरा कसैलाई थाहा नहोस् है। हस्।